गड लमजुङमा नि अङ्गुर फल्दो रहेछ साथीहरू हैट कति ठुलो बोर्ड हो फेरि यस्तो पो रहेछ अङ्गुर बोर्ड त हैट आम्मामामामा कति ठुलो हुँदो रहेछ फेरि हैट घरै सबै भर्या रहेछ अङ्गुरको बोर्डले हैट ओह्रालो झरेको थाक्यो साथीहरू बेसी सहर जलालाम पनि तिर्गम थाक्यो उकालो शरीर ओह्रालो झरेको थाकेको अवस्था अरे अल्छी छोरी निधारमा घाम लागिसक्यो सानो छोरी चिया हेर्दै थुक निस्किएछ सपनामा कालै भयो त्यहाँ सानो उठा उठा यता हेर्नु आज चाहिँ मेरो छोराछोरीको लागि चाहिँ पुरी र राजमाको दाल हो पुरी र राजमाको दाल आज चाहिँ मेरो बच्चाहरूको तरकारी यहाँ चाहिँ लस्सी बनाएको छु मैले मेरो छोराछोरीको लागि दही र चिनी अनि केरा हालेर बनाइदिएको छु सादा यसो गर्ने भयो नि त आज सो मैले बनाएको आज चाहिँ लस्सी बनाइदिएको छु सब मेरो छोराछोरीको लागि बिहान नै छोराछोरीले अर्डर दिएको छ आज त लस्सी लिएर आउनु है मम्मी भनेर सो मैले चाहिँ बनायो हेलो छोरी आज स्कुलमा के गर्नुभयो नि पढ्नुभयो अनि चकचक गर्नुभयो कि भएन चकचक नि गर्नुभयो एक्लै कि को अनि हजुर आमा अनि हजुर चाहिँ बेसी चलेको त क्लासमा अनि कहाँबाट टिचर ल्यायो नि त्यस्तो गर्न लगायो त यता आउने यता कसरी डान्स गर्यो त कसरी डान्स गर्नुभयो ल छोरी अनि भोलि शनिबारको दिन कहाँ जाने हो नि ल ल ल त्यो त मलामी चौर हो नि त्यसको नाम त मलामी चौर जाने यता हेरेर भन्नुहोस् त मौसम त सकिसक्यो अब अर्को वर्ष यता हेर न मलामी चौर भनेको ओ तल जान्न अस्तितिर हजुर बिहानी दादा खेलेको नि पिङ ए ल ल भोलि जाने है त खास अनि हजुर हजुर यता हेर्नु न अनि के खाजा हजुरको आज के थियो नि टिफिन खाजा बोडी अनि त्यसपछि झुस के को झुस हो नि लस्सी हो कि फ्रुटी हो कि लस्सी हो फ्रुटी हजुरले उदाउसीको बजेल दिएको है हजुरको बेस्ट फ्रेन्ड हो हजुरको बेस्ट फ्रेन्डको हजुरलाई बेसरी माया लाग्छ अनि हजुरले भन्छ कि भन्दैन त भन्छ हामी खेलेको कति हो के ढाँटेर ए अनि स्कुलमा के अरे क्लासमा के रमाइलो हुन्छ कि हुँदैन सधैँ एउटै साथीसँग बस्नुहुन्छ कि कोसँग बस्नुहुन्छ को हो नि को सोफिया
तिनजना बसेको ओए ज्ञानी भएर पढ्नुपर्छ हास ओके ज्ञानी भएर पढ्नु है मैले के भनिछु ज्ञानी भएर पढ्ने कि नपढ्ने रे मेरो छोरी पढेर के बन्ने हो नि डाक्टर अच्छा ल डाक्टर बन्ने मान्छे कानमा हाल्दा त कसरी हाल्दो रहेछ हाल्नु त हाल्नु न सिकान्त भए भन्नै पर्दैन है हजुरको त हजुर हेलो छोरा Hello, mommy. What is your name? My name is Pramod Jangri. आज हजुरले स्कुलमा के गर्नुभयो नि प्रोग्राममा है पढे अनि क्लासवर्क लेखे प्रोग्राम भएर प्रोग्राममा गएँ के को प्रोग्राम भयो नि त्यो 6 क्लासबाट 10 क्लास 10 क्लाससम्म कविता पढ्ने वाला त्यही प्रोग्राम भयो त्यति प्रोग्राम अरू भएन प्रोग्राम होइन कौताली घर जानु पखाना एकछिनमा त्यो हात त्यसो नगर्नु त्यस्तो गर्नु ब्याड हेबिट हो है हजुरको बेस्ट फ्रेन्ड को हो नि अर्थ अर्थ आज कोसँग बस्यो मेरो बाबु अलका बस्नु न सुप्रिमासँग बसेको दिदीजना बस्छ दिदीजना कति नजिक आउनु भने यता बस्छ नि एकछिनमा त्यहाँ आउँछु कि म क्वेसन सोध्छु हजुरलाई अनि स्कुलमा रमाइलो कि घरमा रमाइलो दुइटामा रमाइलो हो अनि स्कुलमा ज्ञानी भएर पढ्छ कि पढ्दैन तिमी पढ्छ टिचर देखेर डर लाग्छ कि लाग्दैन कुन टिचर देखेर डर लाग्छ के गर्नुहुन्छ र बिन्दु टिचरले अनि होमवर्क गर्नु पर्यो नि त मेरो बाबु अलका बस्छ न मेरो बाबुले होमवर्क गर्छ फेरि अलका बस्छ मेरो बाबुले होमवर्क गर्छ कि गर्दैन ज्ञानी भएर गर्छ नि है सधैँ ज्ञानी भएर गर्ने हस् ओके यता हेर्नु के घोप्टो भइरहेको मम्मीको कति माया लाग्छ धेरै माया लाग्छ मम्मीले धेरै माया लागेपछि त अनि मम्मीले भनेको सबै कुरा मान्नुपर्छ फेरि हात पर्छ मम्मीले भनेको सबै कुरा मान्नुपर्छ नि त अनि हाँस्छ अझै 100x-मा लेख्छ ल्याउनु त मेरो चाहिँ गौथलीले गोठ र घर बनाएको छ खै अहिले त निस्केन अस्ति त यत्रो सानो थियो है बाबु अहिले त कत्रो ठुलो भइसक्यो घर के अस्ति सानो थियो नि त अहिले त कत्रो भइसक्यो आम्मा कत्रो ठुलो भइसक्यो है कत्रो बनाउँदो रहेछ है यो गौथलीको त्यसो नगर्नु न त यो गौथलीको के अरे घरलाई के बाबु नगर्नु न अनि उस गर्नु न है चप्पलले ढुङ्गाले हान्नु न पावर लाग्छ हस् नो केही गर्ने नि अलग्गै हेर्ने बस्ने हस् ओके बुझ्यो कुरा मम्मी गौथली ल्याउनु त गौथली त आएकै छैन अहिले गौथली त खोइ उता उडेको त्यहाँ घरमा आउन मलाई यहाँ आउन मलाई होला हामी बसेर नआयो होला नि गौथली के यहाँ आउन मलाई होला हामी देखेर नआएको के बिचरा जाम भित्र आउँछ यहाँ आउन त मन लाग्यो